एउटा तीतो सत्य सुन्न तयार हुनुहुन्छ? तपाईको यो दिमाग जसले अहिले मेरो आवाज सुनिरहेको छ, यसलाई तपाईको सफलतासँग कुनै सरोकार छैन। हो, तपाईले ठीक सुन्नुभयो। विज्ञानले भन्छ तपाईको दिमाग तपाईलाई लिजेन्ड बनाउन होइन, केवल जिउँदो राख्नका लागि डिजाइन गरिएको हो। इभोल्युसनले यसलाई एउटै कुरा सिकाएको छ, ऊर्जा बचाउन, खतराबाट भाग्न र कम्फर्ट जोनमा बस्न। तपाई जब जब केही ठूलो गर्ने सोच्नुहुन्छ, तपाईको दिमागको लिम्बिक सिस्टमले तुरुन्तै इमर्जेन्सी ब्रेक लगाइदिन्छ। तर इतिहासमा एउटा यस्तो मान्छे पनि छ जसले यो सिस्टमलाई नै ह्याक गरिदियो। को हो त्यो? जान्नका लागि यो भिडियोको अन्त्यसम्म मसँगै रहनुहोला। हो, इतिहासमा एउटा यस्तो मान्छे छ जसले यो सिस्टमको एउटा ग्लिच पत्ता लगायो, एउटा यस्तो कमजोरी जसलाई प्रयोग गरेर उसले असम्भवलाई सम्भव बनायो। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई। आउनुहोस् हामी पनि त्यो ग्लिच के रहेछ बुझ्ने कोसिस गरौँ। यो संसारमा 8 अरब मान्छे छन्, तर इतिहासमै यस्तो मान्छे जन्मियो जसले अमेरिकी सेनाका 3वटै सबैभन्दा कठिन युनिटहरू, नेभी सील्स, आर्मी रेन्जर्स र एयरफोर्स ट्याक्टिकल एयर कन्ट्रोलरको ट्रेनिङ सफलतापूर्वक पूरा गर्यो। त्यो मान्छेको नाम हो डेभिड गॉगिन्स। धेरैजसोले यो नाम पहिलो पटक सुन्दै हुनुहुन्छ होला। यदि त्यसो हो भने तपाईले एउटा महत्त्वपूर्ण कुरा छुटाउनु भएको रहेछ। उनलाई संसारकै सबैभन्दा टफ त्यसै भनिएको होइन। 17 घण्टामा 4030वटा पुलअप्स गरेको गिनिज वर्ल्ड रेकर्ड तोडेकाले मात्र पनि होइन, वा भाँचिएका खुट्टा लिएर 100 माइलको दौड पूरा गरेकाले मात्र पनि होइन। उनी महान यस कारण छन् किनभने उनले मेडिकल साइन्सलाई नै गलत साबित गरिदिए। उनी दमका रोगी, मुटुमा प्वाल लिएर मोटोपनका साथ जन्मिएका थिए, तर उनले आफ्नो दिमागलाई यसरी रिप्रोग्राम गरिदिए कि आज उनी मानवीय क्षमताको एउटा जिउँदो र बलियो उदाहरण बनेका छन्। यदि तपाईलाई लाग्छ कि तपाईको दिन वा भाग्य खराब छ, वा तपाई आफूलाई कमजोर ठान्नुहुन्छ र मान्छेले चाहे भने के गर्न सक्छ भनेर जान्न चाहनुहुन्छ भने तपाईले गॉगिन्सको यो कथा सुन्नै पर्छ, किनभने उनीसँग त्यो नक्सा छ जसले तपाईलाई एउटा एभरेज मान्छेको भिडबाट निकालेर एउटा लिजेन्डरी संसारमा पुर्याउन सक्छ। डीप र रिफ्लेक्टिभ। डेभिड गॉगिन्स कुनै जन्मजात सुपर हिरो थिएनन्। 24 वर्षसम्म त उनको जीवन चुनौती र असफलताले भरिएको थियो। 135 किलो तौल थियो उनको। पढ्न लेख्न नजान्ने, डरापोक र राति साङ्ग्रा मार्ने काम गर्थे। उनी एउटा साधारण मान्छे थिए जसलाई संसारले अयोग्य ठानेको थियो। घरमा उनका बुबाले उनलाई कुट्थे, स्कुलमा साथीहरूले गिज्याउँथे। उनी आफ्नै छायासँग डराउने मान्छे थिए। तर त्यसपछि उनले एउटा यस्तो निर्णय लिए जसले सबै कुरा बदलिदियो। उनले आफ्नो विक्टिम मेन्टालिटीको घाँटी निमोटेर हत्या गरिदिए। द गभर्नर। तपाईको दिमागको स्पिड लिमिटर। गाडीहरूमा एउटा डिभाइस हुन्छ जसलाई गभर्नर भनिन्छ। यसको काम स्पिड सीमित गर्नु हो। कार 200 को स्पिडमा दगुड्न सक्ने क्षमता भए पनि इन्जिन सुरक्षित रहोस् भनेर यो गभर्नरले त्यसलाई 100 मै रोकिदिन्छ। ठ्याक्कै यही कुरा अहिले यो क्षणमा तपाईको दिमागमा पनि भइरहेको छ। गॉगिन्स यसलाई द गभर्नर भन्छन्। जब तपाईं पढ्दै थाक्नुहुन्छ, वा जिम गर्दा फत्लक्क गल्नुहुन्छ, या जब बिजनेसमा असफलता हात लाग्छ, तब भित्रबाट एउटा आवाज आउँछ, भयो, धेरै भयो, एकछिन रेस्ट गर्छु। तपाईलाई लाग्छ होला यो तपाईको लिमिट हो। तपाईलाई लाग्छ तपाईको ब्याट्री लो भयो, तर यो झुट हो। यो एउटा केमिकल लाई हो। न्यूरोसाइन्सको भाषामा भन्दा तपाईं तनावमा भएको बेला दिमागले डोपामिन दिन बन्द गर्छ र कोर्टिसोल रिलिज गर्छ। यो एउटा यस्तो रेड सिग्नल हो जसले भन्छ रोकिनुहोस्। गॉगिन्स भन्छन् यो ठ्याक्कै त्यही मोड हो जहाँ औसत मान्छेहरू रोकिन्छन् र यही लिजेन्ड्सहरूको जन्म हुन्छ। यो केवल एउटा सिग्नल मात्र हो, त्यसपछि खेल सुरु हुन्छ। मान्छेको क्षमताको रहस्य। यो अलि इम्पोर्टेन्ट छ, अलिकति ध्यान दिनुहोला। गॉगिन्सको 40% रुलले भन्छ जब तपाईको दिमागले भन्छ भयो, म अब गर्न सक्दिनँ, अब म एक पाइला पनि चाल्न सक्दिनँ, त्यो बेला वास्तवमा तपाईले आफ्नो क्षमताको केवल 40% मात्र प्रयोग गर्नुभएको हुन्छ। हो, यो समय तपाईको शरीरको 60% ट्याङ्की अझै खाली छ। यो कुनै हावा गफ वा मोटिभेसनल लाइन होइन, यो हाम्रो सर्भाइभल इन्स्टिङ्क्ट हो। दिमागले ऊर्जा बचाउन खोज्छ। जति बेला तपाईले 40% ऊर्जा खर्च गरिदिनुहुन्छ, यसले तपाईलाई दुखाइ, पीडा, डर र बहानाहरूले भरिदिन्छ। बाँकी 60% खर्च नगर्नुहोस् भनेर तपाईको दिमागले प्यानिक बटन थिचिदिन्छ अनि झ्याप्पै ब्रेक लाग्छ, यो गाडी रोकिन्छ।
अकाउन्टेबिलिटी मिरर। ऐनामा हेरेर सत्य बोल्नुहोस्। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै पर्फेक्ट हुनुहुन्छ। आफैलाई स्वीकार्नुहोस् भन्दै आजको सेल्फ लभ मुभमेन्टले तपाईँलाई सिकाउँछ। गगिन्स भन्छन् यो सरासर बकवास हो। यदि तपाईँ मोटो हुनुहुन्छ भने स्वीकार्नुहोस् तपाईँ मोटो हुनुहुन्छ। यदि अल्छी हुनुहुन्छ भने भन्नुहोस् म अल्छी छु। यदि तपाईँ असफल हुनुहुन्छ भने मान्नुहोस् कि तपाईँ असफल हुनुहुन्छ। झुटो सान्त्वना दिन बन्द गर्नुहोस्। जब गगिन्स 136 किलोका थिए उनले ऐनामा हेरेर म धनी छु, म सफल छु भनेर झुटो मन्त्र जपेनन्। बरु उनले आत्मालाई नै हल्लाउने गरी तितो सत्य बोले। उनले ऐनामा आफ्नै आँखामा हेरेर गाली गरे, त मोटो छस्, तेरो जीवन बर्बाद भइरहेको छ, तैले आफ्नो क्षमताको हत्या गरिसकिस्। यसलाई भनिन्छ र्याडिकल अनेस्ट सेल्फ कन्फ्रन्टेसन। जबसम्म तपाईँ आफ्नो सफ्टवेयरमा भएको बगलाई स्वीकार गर्नुहुन्न, कसरी ठिक गर्न सक्नुहुन्छ त? द कुकी जार। विगतलाई बिर्सनुपर्छ भनेर हामी प्राय सुन्ने गर्छौं, तर गगिन्स एउटा यस्तो न्युरो र्याकको प्रयोग गर्छन् जसलाई उनी द कुकी जार भन्छन्। गगिन्स भन्छन् जब तपाईँ हेल विकको बीचमा हुनुहुन्छ, जब जीवनले तपाईँलाई चारैतिरबाट प्रहार गरिरहेको हुन्छ, त्यो समय तपाईको दिमागले सकारात्मक विचारहरूलाई सिधै रिजेक्ट गरिदिन्छ। त्यसबेला सबै ठीक हुन्छ वा अल इज वेल भनेर मात्र काम चल्दैन। त्यसबेला तपाईको दिमागलाई प्रमाण चाहिन्छ, तपाईको शक्तिको ठोस प्रमाण। कुकी जार तपाईको दिमागको त्यो गोप्य फोल्डर हो जहाँ तपाईका आजसम्मका साना ठूला सबै जित र ती कठिनाइहरू जम्मा छन् जसलाई चिरेर तपाईँ अघि बढ्नुभयो। जब गगिन्स अल्ट्रा म्याराथनको 70औं माइलमा हुन्छन् र उनका खुट्टा रगतले लथपतिएका हुन्छन्, तब उनी आफ्नो कुकी जारमा हात हाल्छन्। उनी त्यो समयलाई सम्झन्छन् जब उनले 3 पटक नेभी सील ट्रेनिङको नर्क पार गरेका थिए। जसै तपाईँ आफ्नो पुरानो विजयलाई सम्झनुहुन्छ, तपाईको दिमागमा डोपामिन र एड्रेनालिनको एउटा सुपर शट रिलिज हुन्छ। यो एउटा यस्तो टर्बो बुस्ट हो जसले मर्न लागेको मान्छेलाई पनि फेरि मैदानमा उतार्न सक्छ। जब तपाईँ जिममा बारम्बार फलामको रड उठाउनुहुन्छ, तपाईको हत्केलामा ठेला उठ्छ। बिस्तारै त्यो ठाउँको छाला यति कडा हुन्छ कि पछि फलाम समात्दा तपाईलाई दुख्नै छोड्छ। गगिन्स भन्छन् क्याल्सियम माइन्ड, अर्थात् आफ्नो दिमागमा पनि यस्तै ठेला उठाउनुहोस्। आजको आधुनिक संसारले तपाईलाई सफ्ट बनाउन चाहन्छ। एसी कोठा, नरम ओछ्यान, मिनेटमै खानाको डेलिभरी, यी सबै सुविधाहरूले तपाईको मानसिक क्षमतालाई संवेदनशील र कमजोर बनाइरहेका छन्। त्यसैले त आजभोलि सानो समस्या आउँदा पनि मान्छेहरू तुरुन्तै डिप्रेसनमा जान्छन्। तपाईले हरेक दिन जाना जानी आफ्नो दिमागलाई कठिनाइको जिममा लैजानुपर्छ। बिहान 4 बजे उठ्ने, चिसो पानीले नुहाउने, शरीरले हुँदैन भन्दा भन्दै पनि काममा खटिने, यो नै दिमागलाई कडा बनाउने तरिका हो। टेकिङ सोल्स, प्रतिस्पर्धीको मनोबल तोड्ने कला। यो सुन्दा अलि निष्ठुर लाग्न सक्छ, तर कर्पोरेट जगत, खेलकुद वा जीवनको जुनसुकै मैदानमा यो गेम चेन्जर रणनीति हो। यसको अर्थ हो यति पागलपन र तीव्रताका साथ मेहनत गर्नु कि तपाईको पर्फर्मेन्स देखेर तपाईका प्रतिस्पर्धी, तपाईलाई घृणा गर्नेहरू र तपाईका बसहरू समेत सबै भित्रैदेखि थर्कमान हुन्, उनीहरूको सातो उडोस्। जब गगिन्स ट्रेनिङ गर्थे, उनी पास हुनका लागि मात्र दौडिएनन्, उनी आफ्नो इन्स्ट्रक्टरलाई मानसिक रूपमा हराउनका लागि दौडिए। उनी यो देखाउन चाहन्थे कि तिमी मलाई जति पीडा दिन्छौ, म त्यति नै बलियो हुँदै जान्छु। यो अहंकार होइन, यो आफ्नो मापदण्डलाई यति माथि पुर्याउनु हो कि बाँकी संसारका लागि तपाईको मेहनत जादु वा पागलपन जस्तो लागोस्। के तपाईँ 1% मा पर्नुहुन्छ? डेभिड गगिन्सको कथाले हामीलाई हरेक दिन 100 माइल दौडिनुपर्छ भनेर सिकाएको होइन। यो कथा हो एल्केमीको। कसरी एउटा मान्छेले आफ्नो डर, मोटोपना, गरिबी र पीडालाई एउटा भट्टीमा हाल्यो र त्यहाँबाट कमजोर मान्छे होइन फलाम बनेर बाहिर निस्क्यो। तपाईँ सोफामा बसेर ल अफ अट्र्याक्सनका किताब पढ्दै कल्पनामा डुब्न सक्नुहुन्छ, तर याद राख्नुहोस् ब्रह्माण्डले दिवा स्वप्नलाई होइन एक्सनलाई रिवार्ड दिन्छ। जति नै ल अफ अट्र्याक्सनको कुरा सुने पनि एक्सन त गर्नै पर्छ, काम त गर्नै पर्छ। तपाईको जीवनमा अहिले जे जति पीडा छ, ब्रेकअप, गरिबी वा असफलता, त्यसलाई खेर जान नदिनुहोस्। त्यो केवल दुःख होइन, त्यो तपाईको सफलताको इन्धन हो, फ्युल। त्यसलाई आफ्नो ट्याङ्कीमा हाल्नुहोस् र आगो लगाइदिनुहोस्।
कम्फर्ट एउटा मिठो विष हो जसले तपाईलाई बिस्तारै बिस्तारै मारिरहेको छ। आफ्नो स्ट्यान्डर्ड बढाउनुहोस्, 40% को नियम याद राख्नुहोस्, गभर्नरलाई ओभरराइड गर्नुहोस् र ऐनामा हेरेर आफैसँग सत्य बोल्नुहोस्। अब तपाईसँग दुईटा बाटो छन्। 1. यो भिडियो बन्द गरेर फेरि त्यही आरामदायक र अल्छी जीवनमा फर्केर रिल स्क्रोल गरेर बस्ने। 2. अहिले उठेर ऐनाको अगाडि उभिएर आफ्नो आँखामा हेरेर संकल्प गर्ने, अब हेर्छु म मेरो वास्तविक क्षमता के रहेछ, म कति गर्न सक्दो रहेछु। छनोट तपाईको हो, तर याद राख्नुहोस् समय निकै कम छ र तपाईको भित्रको गभर्नरले तपाईलाई जहिले पनि रोक्न खोजिरहन्छ। 99% मान्छेले यो भिडियो हेर्नेछन् र भोलि बिर्सिनेछन्। उनीहरूको दिमागले उनीहरूलाई फेरि बेहोस नै राखिरहनेछ। के तपाईँ ती 1% मा पर्नुहुन्छ जो यो सिस्टमका ग्लिच हुन्? यदि तपाईँ आज आफ्नो 40% को सीमा तोड्ने बाचा गर्नुहुन्छ भने तुरुन्तै टाइप गर्नुहोस्, अब मलाई कसैले रोक्न सक्दैन। अब हामी यो समरीको अन्तिमतिर आइपुगेका छौं। हामीले यो समरीबाट के सिक्यौं त? यो भिडियोको अन्त्यसम्म आइपुग्दा हामीले डेभिड गगिन्सको जीवन र उनको माइन्डसेटबाट 5 वटा मुख्य कुराहरू सिकेका छौं। 1. दिमागको गभर्नरलाई चिन्नुहोस्। तपाईलाई जब लाग्छ कि अब म सक्दिन, याद राख्नुहोस् त्यो तपाईको अन्तिम होइन, त्यो तपाईको दिमागले लगाएको सेफ्टी ब्रेक मात्र हो। तपाईको वास्तविक क्षमताको 60% त अझै बाँकी नै छ। अर्को पटक हार मान्न मन लाग्दा आफैलाई भन्नुहोस्, यो मेरो गभर्नरले मलाई ढाड्दैछ। 2. अकाउन्टेबिलिटी मिररसँग नडराउनुहोस्। दुनियाँलाई ढाट्न सजिलो छ, तर ऐनालाई ढाट्न सकिँदैन। आफ्नो कमजोरीलाई सेल्फ लभको नाममा लुकाउन छोड्नुहोस्। यदि तपाईँ असफल हुनुहुन्छ भने त्यो स्वीकार्नुहोस्, किनकि स्वीकार नगरी सुधार सम्भव छैन। ऐनाको अगाडि उभिएर आफूलाई ऐना देखाउन सक्ने हिम्मत राख्नुहोस्। 3. कुकी जारको शक्ति प्रयोग गर्नुहोस्। जब तपाईको जीवनमा अन्धकार छाउँछ र सबै कुरा सकिए जस्तो लाग्छ, आफ्नो कुकी जारमा हात हाल्नुहोस्। आफ्ना पुराना साना ठूला सफलताहरू सम्झनुहोस्। मैले त्यो बेला त हार मानिन भने आज किन मान्छु भन्ने सोचले तपाईलाई एउटा यस्तो मेन्टल बुस्ट दिन्छ जसले असम्भवलाई सम्भव बनाउँछ। 4. दिमागमा ठेला उठाउनुहोस्। आरामदायी जीवनले तपाईलाई कमजोर बनाउँछ, त्यसैले जानी जानी गाह्रो काम गर्ने बानी बसाल्नुहोस्। चिसो पानीले नुहाउने, बिहानै उठ्ने वा अलिकति बढी मेहनत गर्ने, यी साना दुःखले तपाईको दिमागलाई कडा र रेजिलियन्ट बनाउँछन्। जति धेरै सङ्घर्ष त्यति नै बलियो दिमाग बन्छ। 5. पीडालाई इन्धन बनाउनुहोस्। टेकिङ सोल्स। तपाईको जीवनमा आएका अपमान, गरिबी र असफलतालाई गुनासो गर्ने बहाना होइन, अघि बढ्ने फ्युल बनाउनुहोस्। यति मेहनत गर्नुहोस् कि तपाईलाई हेपेर हाँस्नेहरूको सातो उडोस्। तपाईको सफलता नै तपाईका विरोधीहरूका लागि सबैभन्दा ठूलो जवाफ होस्। साथीहरू, डेभिड गगिन्सको कथा कुनै कथा मात्र होइन, यो एउटा प्रमाण हो कि एउटा साधारण मान्छेले पनि आफ्नो दिमागलाई ह्याक गरेर असाधारण बन्न सक्छ। याद राख्नुहोस्, कम्फर्ट इज द अल्टिमेट किलर अफ ड्रिम्स। यसलाई यसरी बुझ्नुहोस्, कम्फर्ट जोन नै सपनाहरूको हत्यारा हो। के तपाईँ आजैबाट आफ्नो गभर्नरलाई ओभरराइड गर्न तयार हुनुहुन्छ? यदि हुनुहुन्छ भने कमेन्टमा आई एम अनस्टपेबल लेख्न नभुल्नुहोला। म तपाईका प्रत्येक कमेन्टहरू पढ्नेछु। कोसँग आफ्नो गभर्नरलाई हराउने हिम्मत रहेछ, म सबै पढ्नेछु। यदि यो भिडियोले तपाईँ भित्रको आगोलाई अलिकति पनि भड्काएको छ भने यसलाई त्यो साथीसँग पनि शेयर गर्नुहोस् जो आफ्नो जीवन बर्बाद गरिरहेको छ। शायद तपाईको एउटा शेयरले उसको जीवन बदलिन सक्छ। सब्स्क्राइब गर्नुहोला, किनकि हामी यहाँ तीतो भए पनि सत्य बोल्छौं। आजलाई यति नै। धेरै धेरै धन्यवाद। यहाँहरूको समय सुन्दर बितोस्। नमस्ते।